Hello and namaste everyone. I am Shankar and welcome back to my new vlog. So आज हामी फेरि नयाँ प्लान लिएर आएको छौं vlog. So आज हामी घरमा मोमो बनाएर खाने प्लान गरेछौं. अहिले म बिस्तारै बोलिरहेछु किनकि हाम्रो यहाँ हिरो सुतिरहेछ. टक्कसमा हिरो सुतिरहेछ. सो त्यही भएर म बिस्तारै बोलिरहेछु. एडजस्ट गर्नुपर्ने हुन्छ तपाईहरुले मेरो भोइसलाई. एन्ड हाम्रो यहाँ मोमो पकाउने भाडा आइसकेको छ टक्कसँग हैन. अनि हाम्रो यहाँ हुनुहुन्छ मोमो पकाउने म्याम. अनि हाम्रो हिरो सुतिरहेछ के सो हिरोलाई डिस्टर्ब हुन्छ भने म बिस्तारै बोलिरहेछु अनि मैले पिठो मुस्नु पर्ने हुन्छ मलाई पिठो मुस्ने टास्क आइसक्यो उठ्यो 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 यसको कान लाग्छ बाटो ह मोमो खत्म बाय बाय टाटा गुड बाय गया बन्दै उठिसक्यो ल यता हेर्नु ल हाँची बन्द ल आमा मोमो रोको आमा मोइनी यता हेर्नु ल यता हेर्नु 3 मिनेट्स रो यता हेर्नुस् मामु ल मामु आउनुहुन्छ ल ल 1 eternity later आज बेलुका हाम्रो घरमा चाहिँ मोमो खाने योजना बनाउँदैछौँ अब हामी छोरा बुहारी म सुस्मिता मुक्तान बनाउने हो मोमोको खाने बेला मात्रै हो क्या के खाने अगाडि बढ्ने भनेको खाने बेला मात्रै हो क्या साथीहरु थाहा छैन फाइनली हाम्रो मोमो रेडी भइसक्यो हाम्रो मम्मी कान्छी म तीनजना मोमो खाने वालामा छौं अब भाइ चाहिँ सुतिसक्यो सानो पाठुचे सो हाम्रो मुकबाम भिडियो कस्तो हुन्छ हेर्दै जाम फेरि यहाँ नजिकै क्यामेरा राखेको फोन राखेको सुन्छ के आधा देखिन्छ आधा देखिन्न के भनेको देखिन्छ के अनि माथि कालो देखिन्छ रहेछ मेरो यो मंकी क्याप पनि लाग्को है जुन भिडियोमा नि धेरै पिरो छैन हाम्रो मोमो ठिकै छ ल खाकै खाइचरो खाइन यसरी पो खानु खाए ल खाको ल हामी तीनजना बसेर सब्जीले खानु पर्थ्यो है अरे दाउ न भाइ दाउ न खाना बेला हुन्न त्यो बडी बोलिहाल्यो अब यहाँ अर्ग्यानिक पनि हुन्छ यहाँ म चाहिँ अमित हाल्छु अहिले मिठो छ Oh my god wow मोमो नि अर्ग्यानिक नै हो घरमै बनाएको मै ढिलो रहेछ क्या हो म मोमो नि बनाउन जान्दिनँ दाँत पनि दुखेको छ तर खाना चाहिँ मिठो गर्छ यसो खाने मोमो
मत भएको खाइ बिटो है साथी भोक लाग्दैन होला बडा दिन भोक लाग्छ त मै थप्नु पर्यो फाइनली साथीहरू म चाहिँ अगाडि जस्तो जस्तो भयो मेरो भोलि अलिक साउन्ड भयो त्यही भएर मात्रै खान सक्छु मेरो भोलि मेरो बाजीमा खाएको पनि जित्ने रहेछ नाखेर मिस नखायो बाख्रे नि अब भात लागेपछि खानु पर्दैन जबरजस्ती हो तिनवटा छ तिनवटै जितेँ छोरा भएलाई खानाले चाहिँ सचिन साथीहरू म चाहिँ पता चाहिँ के भयो पता पनि भन्नु आफ्नै बारीमा सरेको सिलामको दाम भेटेको छ त्यसरी नै खाएको छ यति त सिक्यो खाइन दिन्छ मम्मी चाहिँ के खाँदै गफ गरे पनि हाम्रो गफ है खानु म तपाईँ चम्चाले हाल्छ के हो भनेपछि म त खाना क्या मान्छेलाई के कस्तो हुन्छ मैले त्यो खाना चाहिँ आफ्नो चाहिँ त्यो भिडियोमा लाभ हुन्छ ल नमस्ते साथीहरू म त विनर भएँ पिट्टम्म भयो मान्छे सकिन म त गफ गरेँ सक्यो अब पेट गइसक्यो अब जानु पर्ला मुडिया गइसक्यो पेट गइसक्यो अब बाँकी रहेको भाँडातिर भएको बोली खाउँला म त झन् धेरै खाएँ आज ल टक्क आजको भिडियो सक्यो रमाइ त म चाहिँ ठिक्क खाएँ लाग्यो ल बाई खाएको ल तिमी एक्लै बनाऊ है ल सबैले छाडेर गयो सबैले छाडेर गए साथीहरू म चाहिँ यो खाना पनि सकिनँ त्यही भए पनि तपाईँहरूले हाम्रो युट्युब च्यानललाई माया गरिदिनु होला लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला हाम्रो भिडियोलाई सेयर गरिदिनु होला साथीहरू बाई बाई गुड नाइट